नमस्ते साथीहरू। आज म तपाईलाई एउटा कथा सुनाउन लाग्दैछु जसले तपाईको सोच, मनोबल र जीवन नै बदल्न सक्छ। शीर्षक हो हार मान्नेलाई सफलता कहिल्यै मिल्दैन। जीवनमा सजिलो बाटो हुँदैन। चुनौती, कठिनाई, असफलता यी सबै अनिवार्य छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हार मान्नु होइन, उठ्नु हो र फेरि प्रयास गर्नु हो। आजको कथाले तपाईलाई देखाउनेछ कि असफलताले डर देखाउन सक्छ, तर निरन्तर प्रयास, धैर्य र आत्मविश्वासले मात्र वास्तविक सफलता दिन्छ। त्यसैले सँगै यात्रा गरौँ र सिकौँ कसरी कहिले हार नमान्ने। जीवन कुनै सरल यात्रा होइन। प्रत्येक मानिसको यात्रा कठिनाई, चुनौती र असफलताले भरिएको हुन्छ। सुरुमा सबै कुरा सहज देखिन्छ, तर वास्तविकता यस्तो होइन। सपना देख्न सजिलो छ, तर त्यसको पछाडि लाग्न कठिनाई अनिवार्य हुन्छ। असफलता, निराशा र विफलताका अनुभवहरूले मानिसलाई कहिल्यै डराउने होइन, तर बलियो बनाउँछ। संसारले कहिल्यै सजिलो बाटो देखाउँदैन। धेरैले प्रारम्भिक असफलतामा परेर आफ्नो सपना छोड्छन्, तर वास्तविकता यो हो कि हार मान्नेले कहिल्यै आफ्नो लक्ष्यमा पुग्दैन। असफलता जीवनको शिक्षक हो। यसले सिकाउँछ कि के काम गर्छ र के काम गर्दैन। प्रत्येक गल्ती, असफल प्रयास र कठिनाइले भविष्यका सफलता निर्माणको आधार तयार पार्दछ। असफलताले मानिसलाई बलियो, सुसंस्कृत र अनुभव सम्पन्न बनाउँछ। सपना ठुलो हुन्छ भने चुनौती पनि ठुलो हुन्छ। सजिलो बाटो कहिल्यै छैन। प्रत्येक सफलता पछाडि हजारौं असफल प्रयास हुन्छन्। चुनौतीहरूले मानिसलाई बलियो बनाउँछन्, धैर्यता सिकाउँछन्, निर्णय क्षमता बढाउँछन् र आत्मविश्वासको विकास गर्छन्। धैर्यता बिना कुनै सफलता स्थायी हुँदैन। असफलता र सङ्घर्ष जीवनका साथी हुन्। उनीहरूले सिकाउँछन् कि सफलता प्राप्त गर्न समय, मेहनत र समर्पण आवश्यक हुन्छ। धैर्यले मानिसलाई स्थिर राख्छ, कठिन परिस्थितिमा सामना गर्न सक्षम बनाउँछ र लामो समयसम्म निरन्तर प्रयास गर्न प्रेरणा दिन्छ। निरन्तर प्रयास नै सफलताको मूल आधार हो। केवल योजना बनाउनु पर्याप्त छैन, कार्यमा लगनशीलता अनिवार्य छ। सफलता प्राप्त गर्ने व्यक्ति केवल भाग्यशाली होइन, उसले निरन्तर प्रयास गर्ने, असफलताबाट सिक्ने र कहिल्यै हार नमान्ने हो। निरन्तर प्रयासले मानसिक शक्ति बढाउँछ, असफलताको डर घटाउँछ र सफलतातर्फको मार्ग स्पष्ट बनाउँछ। धेरै मानिस प्रारम्भमा प्रयास गर्छन्, तर तत्काल परिणाम नआएपछि निराश हुन्छन्। साँचो सफलता तिनीहरूलाई प्राप्त हुन्छ जसले प्रयास निरन्तर जारी राख्छन्। सफलता पाउने यात्रामा आत्मविश्वास र सकारात्मक सोच अत्यन्त महत्त्वपूर्ण हुन्छ। आफ्नो क्षमता र सम्भावनामा विश्वास राख्नेले कठिनाइहरू चुनौती मात्र देख्छन्। नकारात्मक विचार र डरले प्रगति रोक्दछ। सकारात्मक सोचले प्रेरणा दिन्छ, मानसिक शक्ति बढाउँछ र अवरोधको सामना गर्न साहस दिन्छ। असफलता आउँदा सकारात्मक दृष्टिकोण राख्नेले मात्र सिक्छन्, सुधार गर्छन् र अगाडि बढ्छन्। असफलताले अनुभव दिन्छ। अनुभवले भविष्यमा राम्रो निर्णय गर्न, सजग र बुद्धिमान बन्न मद्दत गर्छ। धेरै मानिस असफलता देखेर डराउँछन्, तर असफलता नै जीवनको शिक्षक हो। हरेक असफल प्रयासले मूल्यवान ज्ञान दिन्छ। अनुभवले योजना बनाउने, रणनीति तयार पार्ने र लक्ष्य प्राप्तिमा सुधार ल्याउँछ। सफल व्यक्ति असफलताबाट सिक्छ, त्यसलाई पछि हट्ने कारण होइन, अघि बढ्ने मार्ग बनाउँछ। सफलता तुरुन्त प्राप्त हुँदैन। यो समय, मेहनत र धैर्यको फल हो। धैर्य बिना प्रयास अर्थहीन हुन्छ। धेरैले छोटो समयमै परिणाम नआएपछि निराश भएर प्रयास रोक्छन्। धैर्यता आत्मविश्वास, मानसिक शक्ति र स्थायित्वको विकास गर्छ। यही गुणले कठिन परिस्थितिमा स्थिरता र लामो समयसम्म निरन्तर प्रयास गर्न प्रेरणा दिन्छ। सफलताको लागि केवल प्रयास पर्याप्त छैन, लगनशीलता र पूर्ण समर्पण आवश्यक छ। साना प्रयासहरू क्रमिक रूपमा ठूलो उपलब्धिमा परिणत हुन्छन्। समयसँगै यी साना प्रयासहरूले स्थायी सफलता जन्माउँछन्। लगनशीलता भनेको प्रत्येक दिन आफ्नो लक्ष्यतर्फ सानो भए पनि कदम बढाउनु हो। वास्तविक जीवनका उदाहरणहरू: 1. व्यापार र उद्यम। धेरै व्यवसाय प्रारम्भिक असफलताबाट सिकेर मात्र सफल हुन्छन्। प्रारम्भिक घाटा र कठिनाइहरूले व्यवसायलाई रणनीतिक बनाउँछ। 2.
शिक्षा र अध्ययन। विद्यार्थीले बारम्बार असफल भएर मात्र परीक्षा र जीवनमा सफलता पाउँछन्। 3. कला र खेलकुद। कलाकार र खेलाडीले असफल अभ्यास, हार र आलोचना सामना गरेर मात्र उत्कृष्टता प्राप्त गर्छन्। यी उदाहरणहरूले देखाउँछन् कि सफलता केवल मेहनत, लगनशीलता, आत्मविश्वास, धैर्य र निरन्तर प्रयासबाट प्राप्त हुन्छ। सफलता पाउने मानिसले कहिल्यै हार नमान्ने मानसिकता विकास गर्छ। असफलता, आलोचना र बाधाहरूलाई चुनौतीको रूपमा लिनु जरुरी हुन्छ। सकारात्मक दृष्टिकोणले मात्र चुनौतीहरूको सामना गर्न, समाधान खोज्न र नयाँ अवसर पहिचान गर्न सजिलो बनाउँछ। मानसिक बल नै सफलता हासिल गर्ने प्रमुख तत्त्व हो। जीवनमा सबैभन्दा ठूलो गल्ती भनेको हार मान्नु हो। जबसम्म प्रयास जारी रहन्छ, असफलता केवल अस्थायी अवरोध हो। प्रत्येक चुनौती, असफलता र कठिनाइले मानिसलाई बलियो बनाउँछ। हार मान्नेलाई सफलता कहिले मिल्दैन। जो निरन्तर उठ्छ, सिक्छ र अघि बढ्छ, उसले मात्र आफ्नो लक्ष्य प्राप्त गर्छ। सफलता भाग्यमा होइन, निरन्तर प्रयास, दृढ विश्वास, सकारात्मक मानसिकता, धैर्य र लगनशीलतामा हुन्छ। साथीहरू, जीवनको यात्रा सजिलो हुँदैन। हामी सबैले असफलता, निराशा र चुनौतीको सामना गर्नुपर्छ। तर याद राख्नुहोस्, हार मान्नेलाई सफलता कहिले मिल्दैन। जो निरन्तर प्रयास गर्छ, असफलताबाट सिक्छ र कहिले हार मान्दैन, उसले मात्र आफ्नो लक्ष्य प्राप्त गर्छ। त्यसैले कहिले हार नमान्नुहोस्, उठ्नुहोस्, सिक्नुहोस्, अघि बढ्नुहोस्। जीवनमा असफलताले मात्र तपाईलाई बलियो बनाउँछ। यदि तपाईलाई यो कथा प्रेरणादायी लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को प्रेरणादायी कथाका लागि हामीसँगै रहनुहोस्। धन्यवाद।